बिहान उठ्न बित्तिकै सधैँ किचनमा जाने मान्छे म आज फेरि छुट्टै किसिमको जोस र जागर चलिरहेको छ कि मलाई फेरि, किनभने कति दिन भएको थियो फुलहरू नगरेको, आज फुल गर्दैछु। हेर्नु न फेरि मेरो कुटो के कस्तो हाँसो लागेर आउँछ कि फेरि कुटो भनेको के हो भन्नु होला कि कस्तो वर्ड युज गरेको भनेर। हामीले चाहिँ कुटो भन्छौँ कि यसरी फुलहरू गोड्ने खन्ने चिजलाई। सो साथीहरू आज फेरि मलाई अलि छुट्टै खालको इनर्जी आइरहेको छ कि मलाई चाहिँ फुलहरूमा आज मजाले गोड्छु भनेर सोचिरहेकी छु। फुलहरू त फुल्नै पाउँदैन कि मेरो घरमा, कस्तो गर्मी हुन्छ अब झन् कोलपुरमा, अनि बिजी पनि यति भइन्छ कि यो फुलहरूलाई टाइम पनि दिन सकिन्न कि। अनि मलाई त हिजो देखेको यो फुल देखेर मलाई चाहिँ कस्तो भएको थियो। मैले आज त जसरी पनि गोड्छु भनेर म बिहान उठ्न बित्तिकै कतै पनि नगइकन फुलहरूतिर लाएँ। त्यस्तो राम्रो फुलहरू त छैन, कति जति ल्याउँदा पनि हुँदैन कि, किनभने हाम्रो घरमा कुकुर छ नि त, अनि उसले चाहिँ फुल फुलेको देख्न बित्तिकै खान खोज्छ, खेल्न खोज्छ, अनि त्यो भएर पनि फुलहरू फैलाउनै पाउँदैन। अनि मैले चाहिँ अब अलिअलि भए पनि गोडमेल गरिदिनु पर्यो भनेर गर्दैछु। फुलहरू त पहिलादेखि नै मन पर्ने हो कि मलाई, तर टाइम पनि त्यस्तै त्यस्तै हुन्छ कि। हुन त हेर्दाखेरि झट्ट काम नदेखिने, तर पनि छोरी मान्छेलाई जति काम गरे पनि पुग्दैन नि त। अनि कति धेरै बिजी हुन्छु कि म फेरि दिनभरि पसलमा बस्नुपर्छ, अनि बिहान बेलुका खाना पकाउनु पर्छ, घर सरसफाइ गर्नु पर्यो, कता कता हेर्ने भन्ने हुन्छ कि केही काम हुन्न भने पनि कति धेरै काम हुन्छ घरभित्रको पनि। अनि साथीहरू आज चाहिँ मेरो दिनको सुरुवात यसरी नै हुने भयो। सधैँ तातो पानीदेखि हुन्थ्यो, तर आज डाइरेक्ट फुलहरू गोडाइदेखि हुँदैछ। अनि सानो सानो कामहरू गर्दाखेरि पनि कति धेरै खुसी लाग्छ कि है। आफ्नो घरको काम गर्न त झन् जुनसुकै काम किन नहोस् बिहान उठेर गर्न खोज्यो भने त क्या मजा आउँछ नि त। अनि साथीहरू मलाई चाहिँ बिहानै उठेर सानो सानो कामहरू गर्न पनि कस्तो खुसी लाग्छ कि। अनि हजुरहरूलाई लाग्छ होला के यस्तो काम गरेको पनि देखाएको भनेर, तर मलाई चाहिँ कस्तो लाग्छ भने घरको सानो सानो कामहरू गरेको देखाउनु नै मिनी ब्लग हो जस्तो लाग्छ कि। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ जस्तो आउँछ त्यस्तै देखाउने हो। हेर्नु न फेरि हाम्रो घरको राजा के यस्तो बानी छ, अनि उसको चाहिँ जहाँनिर फुल फुलेको देख्छ नि त्यहीँ गएर खान खोज्छ कि। अनि त्यस्तो भएपछि कहाँबाट फुल हुन्छ त साथीहरू? के गर्नु रहर लाएर मात्रै हुँदैन कि, अब उसको लागि पनि खेल्ने ठाउँ राखिदिनै पर्यो। यहाँनिर फेरि हाम्रो गाडी चार्ज गर्ने राख्ने ठाउँ पनि हो कि, फेरि गाडी राख्ने गर्छौँ। अनि साथीहरू मलाई चाहिँ यति धेरै हतार छ नि, अब बिहान फुल सफा गर्छु, पानी हाल्छु भनेर सोचिसके, काममा लागिसके, अब फेरि उता खाना पकाउन र पसल जान ढिला भइहाल्छ कि। अनि मैले फेरि खाना छिट्टै पकाउनु पर्छ, पसल जानुहुन्छ नि त सबैजना, म पनि जानुपर्छ। अनि मलाई फेरि हतार हुन्छ कि बिहानको काममा जहिले पनि जति छिटो उठ्छु भने पनि हुँदैन कि, काम नै पुग्दैन। अनि जाने बेलामा पनि सबै काम सकाएर जानुपर्छ पसलमा, अनि फेरि बेलुका आउने। अम्मम्म कति धेरै गाह्रो छ मलाई। हेर्नु न फेरि यसलाई यति धेरै माया दिनुपर्छ कि, मलाई चाहिँ छुन अझै यति धेरै डर लाग्छ। यसलाई चाहिँ अहिलेसम्म मैले नुहाइदिन पनि सकिरहेको छैन कि, डर लाग्छ अझै पनि यसको नजिक जान पनि। तर ठिकै छ, माया पनि लाग्छ। आफ्नो घरमा पालिसकेपछि सबै कुराहरूको केयर गर्नु पर्यो।